सो यो चाहिँ है अब मिडल क्लास फ्यामिलीबाट अब बिलङ गरेको बोइज एन्ड गर्ल्सको लागि चाहिँ अब मैले हल्का लेखेको छु ऱ्याप चाहिँ। सो म आफै पनि अब मिडल क्लास फ्यामिलीबाट अब बिलङ गरेको। सो लेट्स स्टार्ट है द गाइज। यो जिन्दगी के रहेछ बुझ्दै गएको छु, मिडल क्लास फ्यामिलीबाट हुर्केको छोरो म सङ्घर्ष गरिरहेको छु। राति राति सुत्नु अघि जिन्दगीको बारेमा सोच्दै एक्लै बडबडाइरहेको छु। जिन्दगीको गरेटो म होला धेरै अप्ठ्यारो बाटो, तर प्रयास अझै जारी राख्छु। मान्दिनँ म हार जतिसुकै होस्, अप्ठ्यारो बाटो जतिसुकै होस्, मेरो हार लडोस् बारम्बार तर उठ्ने प्रयास गर्छु। केही गरेर छाड्छु गरिब परिवारबाट हुर्केको चोर, मान्दिनँ सानोतिनो सङ्घर्ष देखेर हार माग्नेवाला छैन यहाँ कसैलाई गुहार। लाइफ यस्तै छ, लाइफलाई अगाडि बढाउने प्रयास अझै जारी छ। प्रयास गर्छु सङ्घर्षसँग लड्छु, यतिकैमा मान्दिनँ म हार। बाउ आमालाई खुसी राख्ने मेरो चाहना, तर खोइ त आफैलाई नै पुग्दैन। तर एक दिन म अवश्य सफल हुन्छु, एक दिन अवश्य सफल हुन्छु, यो एक दिन अवश्य सफल हुन्छु, यो 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 बाउ आमाको दुःख एक दिन बुझ्छु। बिहान उठेर ऐनामा हेर्छु अनि आफैलाई प्रश्न गर्छु, किन तैँले आफ्नो बाउ आमालाई खुसी राख्न सकेनस्। किन बाउ आमालाई खुसी राख्न सकेनस्, किन अरूको छोराछोरीले जस्तो अगाडि बढ्न सकेनस्, किन तैँले सङ्घर्ष गर्न जानिनस् भनेर आफ्नो दिमागमा खेल आउँछ। दिमागमा प्रश्नहरू आइरहन्छ, दिमागमा प्रश्नहरू आइरहन्छ, दिमागमा प्रश्नहरू आइरहन्छ।